दर्शकबिन टोकले र पूर्णिमाको मिलन होला त र भुन्टी टोकले र बुवा आमा गाउँ जानु होला त। आउनुहोस् यस बारेमा केही कुराकानी गर्नेछौँ। त्योभन्दा पहिला हजुरहरूलाई भुन्टी सेयर एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। दर्शकबिनहरू, आमा बुवा टोकले भुन्टी गाउँ नजानु भएको छ किनकि आमालाई गाह्रो हुँदा तुरुन्तै हस्पिटल पुर्याउन सजिलो हुन्छ र गाउँमा टाढा टाढासम्म हस्पिटलको सुविधा छैन। त्यसैले बुवाआमा र टोकले सहरमा बस्नुहुन्छ। हो दर्शकबिन, टोकले र पूर्णिमाको मिलन हुने भएको छ किनकि आफ्नो दाइबाजुको सम्बन्धलाई सकेसम्म बचाउन आफूले सक्दो सहयोग गरिरहन्छन्। दाइलाई समेत सम्झाइरहेकी छिन् बाबुजीसँग मिलेर बस्नु भनेर। भुन्टी दाइबाजुको सम्बन्धमा खटपट आएदेखि निकै चिन्तित भइरहेकी छिन्। एक त आफ्नै त्यस्तो भइरहेको छ, झन् दाइबाजुको नि यस्तै भयो, के गर्नु, हामीलाई नै किन यति धेरै दुःख आउँछ भनेर आफूलाई चिन्तित गराएकी छिन्। एउटा छोरी अर्को गरी समस्या भुन्टी आइपरिरहेको छ। टोकले र भुन्टीले सुख पाओस् भन्ने जतिले कमेन्टमा भुन्टी र टोकले लेख्न नभुल्नुहोला भन्दै म यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद।